किपुया गछे बुंगड्या व याको मिसाया मूर्ति देखे त पानेजुपिङके सल ब्याका डेकाको थका ठिटी सञ्चार माध्यमले भ्रामक समाचार पिथना चंगो थासे हेंग्री भैरवनाथ तथा श्री निम पानेजु संघ पाखे आइतबा पत्रकार सम्मेलन याना खण्डन यागुदो बुंगया मछेन्द्र बाले पत्रकार सम्मेलन यासे केपले वंगु मंगिर 15 गते बुंगड्या व याको मिसाया मूर्ति देको सानिसे पानेजु संघ पाखे ठिटी इले विज्ञप्ति मार्फत ओ राज्य या सम्बन्धित निकाय सवना ज्ञापन पौ ललहाना विरोध याना वया चुनागु थायदिल किपुया गछे बासिते सत्ता इल निसे मूर्ति देके त उज फना चंगु जुसान थपिन्छ सुरु निसे उज मबियागु थका पानेजु संग जानकारी बिउगुदु उक्त पेङ्गा ठापमा पनि छनौटमा परेकोले मूर्ति स्थापना गर्ने योजना रहेको भनी रामकुमारी महर्जनले फोन गर्दा मैले व्यक्तिगत रूपमै मूर्ति राख्न मिल्दैन भन्दा उहाँले जिद्दी गरेपछि तपाईहरूले विज्ञहरूसँग सल्लाह गरी सम्बन्धित निकायहरूको अनुमति लिनु पर्दछ। हाम्रो सङ्घमा पनि निवेदन दिनुहोस्, सबैसँग छलफल गरी निर्णय दिनेछु भनी जवाफ पठाएको थिएँ। तर उहाँहरूले अहिलेसम्म लिखित रूपमा निवेदन पनि दिनुभएको छैन। सङ्घले कुनै लिखित अनुमति दिएको पनि छैन। व्यक्तिगत रूपमा कसले के भन्नुभयो सङ्घलाई जानकारी पनि छैन। सङ्घले जिम्मेवारी लिने पनि छैन। अथे भ्रामक समाचार वथे पानेजु पिन्छ उज बिउगुली सुन पानेजु त दुठ्यागु खसा सप्रमाण जना वार्ता या वेतन इनाप याना दिल ललितपुर महानगरपालिका गुठी संस्थान केन्द्रीय कार्यालय शाखा कार्यालय पुरातत्व विभागको सहमति लिई उक्त प्रतिमूर्ति स्थापना गरेको भनी एकतर्फी रूपमा जनमानसमा भ्रमित पार्ने गरी समाचार प्रसारण गर्नु भएको हुँदा उक्त भ्रम चिर्न यस पत्रकार सम्मेलन गर्न श्री हेंग्रे भैरवनाथ तथा 32 पानेजु संघ बाध्य छौं। मिडियाले प्रचार गरे अनुसार कीर्तिपुर नगरपालिका वडा नम्बर 2 मा पर्ने गछे सुखी समाज पेङ्गठामा रहेको उक्त समाजले मिडिया मार्फत प्रसारण गरेको निम्नलिखितका भ्रमहरू चिर्न यस संघले यो कार्यक्रम आयोजना गरेको हो। किपुया गछे चपिन सब बुंग्ड्या व याको मिसाया सम्बन्ध या त कया गलत ढंग भ्रामक प्रचार यागु व उगु थासे मूर्ति दत्तले बुंग्ड्या लिसे स्वापु दुगु जाखत दिकेको थका अदान कागुदो श्री राटो मछेन्द्रनाथलाई ज्वाइँ र याको मिसालाई आफ्नो चेली भएकोले दुवै जनाको भेटघाट भएको स्थानको रूपमा पहिचान बनाउन खोजेको वर्णन गरेको प्रस्तावित डम्मीलाई नै मूर्त रूप दिन कलाकारलाई अर्डर गरेपछि संघको तर्फबाट उहाँहरूले सुनेको लोककथा भ्रमपूर्ण भएकोले याकमिसालाई करुणामयले उद्धार गरेको र पाटनका राजा सिटी नरसिंह मल्लको जेठी पत्नीको कथा समेत सुनाई बुझाइ करुणामय कीर्तिपुरको ज्वाइँ नभएको प्रश्न पारेपछि पहिला थाहा नभएको कुरा थाहा पाए भनी खुसी हुनुभएको थियो। प्रतिमूर्ति र मूर्तिको सवालमा उक्त डमीलाई मूर्त रूप नदिन सचेत गराउँदै यदि तपाईहरूले जबरजस्ती यही डमीलाई मूर्त रूप दिनुभयो भएमा दुईवटा अप्ठ्यारो परिस्थिति सृजना हुन सक्छ। एक, कपिराइट, 2, प्रसाद ग्रहणको सम्बन्ध विच्छेद हुन सक्छ भनेपछि कलाकार र समिति सम्बन्ध तोड्ने कार्य हामीबाट हुँदैन, ढुक्क हुनुहोस् भनी वचन दिएर पठाउनु भएको थियो। जाजोले यल महानगरपालिका या ओदाल्या 22 ओदानाय सागर तुलादन परम्परागत ऐतिहासिक विषय धार्मिक आस्था किपुया गछे बासितेस प्रहार यागु थासे पानेजु संज्ञा विरोधे प्रतिबद्धता पंका दिगु ख जो कीर्तिपुरको पेङ्गल ठाउँमा याकमिसा जुन मंसिर 15 देखि सुरु भयो उहाँले गर्नुभयो। यो धेरै ठुलो काम उहाँले सरकारवाला कसैले थाहा नदिकन एउटा बाहिरै सहमति भयो भनेर एक लौटी तरिकाले जुन एउटा चाहिँ धार्मिक आस्थालाई आँच पुग्ने गरी यत्रो रातो मछेन्द्रनाथको जात्रा जो नेपालभरि मात्र होइन एउटा विश्वभरि एउटा चाहिँ राम्रो एउटा मेसेज पुर्याइरहेको अवस्थामा जुन एउटा समाज सुखी समाज पेङ्गठामा अवस्थित हुनुहुन्छ न नगरपालिकाको उहाँले चाहिँ सडकवालाहरूको स्वीकृति लिनुभएको छ, न एउटा गुठी संस्थानको छ, न एउटा चाहिँ पुरातत्व विभागको छ। यो जुन हिसाबले एउटा चाहिँ समूहले यत्रो कामहरू
जुन गर्नुभयो त्यो एउटा यो हामी सबै एउटा यो नेपाल मण्डललाई मात्र होइन कि सम्पूर्णलाई एउटा खेद प्रकट गर्ने कुराहरू छ। पाल्नुभएका सम्पूर्ण मिडियाकर्मी